सुनेको छु छोरी मान्छेको घर पनि हुँदैन रे, थर पनि हुँदैन रे। हो, तर मन त हुन्छ होला नि है। तर पनि यो कुरा किन बुझिँदैन? हामीले हाम्रो लागि कहिले बाँच्न पाउने हो? बाहिर हिँड्दा समाजले के भन्ला भन्ने डर, घरकाले केही भन्ला भन्ने डर, आफन्तले केही भन्ला भन्ने डर, डरै डर अनि त्रासै त्रासको जिन्दगी हो हाम्रो। हामीले हाम्रो लागि बाँच्न पाउने मानव अधिकार हामीमा छैन। किन हो र हामी स्वतन्त्र भएर बाँच्न नपाउने? हामी अरूको खुसीको लागि मात्र जन्मेको हौँ, अरूलाई खुसी बनाउन, अरूको लागि मात्र बनेको हौँ र किन हामी खुसी नभए पनि अरूलाई खुसी बनाउनु पर्ने?